तपाईहरुको पनि सहजताको लागि प्रत्येक शुक्रबार हटिया लाग्ने भएकोले यसको नाम पनि शुक्रबारे बजार नाम राखियो। गाउँ विकास समिति हाङपाङले विक्रम सम्वत 2054 साल असोज 2 गते निम्न अनुसारको शुक्रबारे बजार कमिटी गठन गरेको थियो। उक्त समितिमा निम्न पदाधिकारी रहेका थिए: अध्यक्ष प्रकाशमान आङबुवाङ, सचिव धनबहादुर यक्सो, कोषाध्यक्ष हर्कशेर आङबुवाङ, सदस्य मिलन कला यक्सो, सदस्य छत्रमान बराइली, सदस्य सूर्यमान आङबुवाङ। शिव लगातार लगे पद नभनी अब सबै सदस्य हुने चाहिँ यस पछाडिको मान्छेहरू नामहरुमा छत्रमान बराइली, सूर्यमान आङबुवाङ, शिवकुमार यक्सो, धनेन्द्र सामा, सुरेश यक्सो, जितबहादुर आङबुवाङ, धनमान मोक्तान, पर्वत कुमार यक्सो, चतुरसिंह यक्सो, देवराज थापा मगर, पूर्णबहादुर हाङपाङ, गंगा प्रसाद चुडाल, उपेन्द्र खपाङ्गी, मचिन्द्र आङबुहाङ, नैनबहादुर सावा, हर्क प्रसाद सावा, तिलबहादुर पिठाकोटे, अमरबहादुर यक्सो, मणिकुमार आङबुहाङ, जयेन्द्र यक्सो, ऐतराज फ्याङ, भाइराज आङबुहाङ, खड्कबहादुर आङबुहाङ, धनप्रसाद यक्सो, खड्कदीप चोङबाङ, प्रेमराज आङबुहाङ, हरिदत्त आङबुहाङ, विक्रम यक्सो, हाङपाङ गाविस अध्यक्ष पदेन सदस्य, सरस्वती मावि प्र पदेन सदस्य, सरस्वती मावि सबै शिक्षकहरू पदेन सदस्य, अन्य सबै प्राक अध्यक्ष पदेन सदस्य, प्ररायुसङ अध्यक्ष पदेन सदस्य, नेविसङ प्राक अध्यक्ष पदेन सदस्य, प्रहरी चौकी इन्चार्ज पदेन सदस्य। यो चाहिँ 54 सालमा स्थापना गरेको बजार कमिटीको यो, किनभने माथि शीर्षकमै हाम्रो पृष्ठभूमि भन्नुपर्ने, ऐतिहासिक पृष्ठभूमि भन्नुपर्ने भएकोले गर्दाखेरि यो कुराहरू हामीले यहाँनिर राख्यौँ। बजार सञ्चालन निरन्तर रूपमा सञ्चालन हुँदै गर्दा माओवादी 10 वर्ष जनयुद्धको प्रभाव हाङपाङमा पनि पर्न गयो। अत यो बजार पनि बन्द भयो। माओवादी युद्ध विरामपछि पुनः हाङपाङमा बजारको महसुस भयो। पुनः शुक्रबारे बजार व्यवस्थापन समिति गठन भयो। सरस्वती माध्यमिक विद्यालयको मैदानमा नयाँ संरचनाहरू निर्माण भएको कारण यो बजार ठाउँ बजारको ठाउँ पनि व्यक्तिको निजी जग्गामा सारियो। मिति 2075 सालमा नयाँ समिति गठन गरिएको पदाधिकारीको नामले निम्न प्रकार थिए: सूर्यमान आङबुवाङ अध्यक्ष, सुरेश यक्सो उपाध्यक्ष, बिरु यक्सो केशव सचिव, सरू नाल्गो कोषाध्यक्ष, टीकाराम चोङबाङ सदस्य, विश्व यक्सो सदस्य, लोकेन्द्र यक्सो सदस्य, प्रसाद तामाङ सदस्य, नवराज यक्सो सदस्य, हर्क तामाङ सदस्य, नवीन आङबुवाङ सदस्य। हाङपाङमा यति जना उहाँहरूको नाममा चाहिँ बजारको समिति गठन गरिएको थियो। हाङपाङमा निजी जग्गामा बजार लगाइरहन असहज भएको र एक स्थायी जग्गाको आवश्यक देखिएकोले आफै त्रिवेणी गाउँपालिकाको जग्गा माग गर्ने र उक्त ठाउँमा बजार लगाउनु पर्ने आवश्यकता देखिएकोले नामेन्द्र सिंह आङबुवाङले पालिकालाई दिएको 2 रोपनी जग्गामा बजार लगाउने सल्लाह भयो। गाउँपालिकामा बजारको भवनको लागि रकम माग गरियो र उक्त जग्गामा भवन बनाउनका लागि गाउँपालिकाबाट रु 10 लाख रुपैयाँ विनियोजन भयो। उक्त रकम निकासको लागि बजारको नाममा कृषि थप्नु पर्ने भएकोले बजारको नाम शुक्रबारे कृषि बजार व्यवस्थापन समिति राखियो। बजारको नाम चाहिँ शुक्रबारेबाट अगाडि कृषि राख्नुपर्ने भएकोले गर्दा कृषि बजार राखियो। अध्यक्ष सूर्यमान आङबुवाङको निधन भएको कारण विक्रम सम्वत 2078 साल फागुनमा नयाँ समिति गठन गरी विक्रम सम्वत 2018 फागुन 3 गते पालिकामा दर्ता गरियो। पदाधिकारी निम्न अनुसार रहेका थिए। भवन निर्माण गर्न यसै समितिले गरेको थियो। जुन समितिको नाम चाहिँ पालिकामा दर्ता गरेको समितिको नाम यस प्रकार छन्: मनोज यक्सो अध्यक्ष, आशिष आङबुवाङ सचिव, सरू नाल्गो कोषाध्यक्ष, नवीन आङबुवाङ सदस्य, मनकुमार चौहान सदस्य, युवराज खाती सदस्य, सलिजा आङबुवाङ सदस्य, सुमित्रा सामेखाम सदस्य, मनकुमारी लिम्बू सदस्य। यसरी रहेको थियो उहाँहरूको नामहरू। बजार व्यवस्थापन समितिले भवन निर्माण कार्य पनि सम्पन्न गर्यो। उक्त ठाउँमा बजार बनाउन बजारलाई कसरी व्यवस्थित गर्ने भन्ने बारेमा विक्रम सम्वत 2081 साल वैशाख 13 गते व्यापक छलफल भयो। हप्तामा नभएर 15 दिनमा एक गते र 15 गते बजार लगाउने भन्ने छलफल भयो। शुक्रबार 1 र 15 नपर्न पनि सक्ने भएकोले त्यसैले यसको नाम हाङपाङ कृषि बजार व्यवस्थापन समिति राखौँ भन्ने निर्णय भयो व्यापक हलको छलफलबाट। उक्त भेलाले संरक्षक सल्लाहकार पदेन सदस्य साथै 17 सदस्यीय कार्य समिति गठन गर्यो। संरक्षक बालचन्द्र आङबुवाङ, सल्लाहकारहरूमा हर्क यक्सो, विमलराज फ्याङ, मणिकुमार आङबुवाङ, चक्रवीर मोक्तान, जीवन कुमार चोङबाङ, अशोक कुमार आङबुवाङ। वडा नम्बर 3 अध्यक्ष र सरस्वती मावि प्र स्थायी प्रहरी चौकी हाङपाङ इन्चार्ज सबै उहाँहरू पदेन सदस्य रहनुभयो।
बजार व्यवस्थापन समितिको नाम अहिले यस प्रकार छ। त्यतिखेर गठन गरेको बजार व्यवस्थापन समिति। दीपक यक्सो अध्यक्ष, दिलकुमारी यक्सो उपाध्यक्ष, दिल्ली कुमारी कन्दमा यक्सो उपाध्यक्ष, रत्न राणा मगर सचिव, छत्रबहादुर आङ्गुवान सहसचिव, हिमकला गुरुङ आङ्गुवान कोषाध्यक्ष, लोकेन्द्र यक्सो सदस्य, सरोज यक्सो सदस्य, किशोर आङ्गुवान सदस्य, आशा चङबाङ आङ्गुवान सदस्य, कविता लिम्बू सदस्य, खगेन्द्र गुरुङ सदस्य, सुदीप विष्ट सदस्य, विश्व यक्सो सदस्य, नरमाया खरेल सदस्य, मिलन यक्सो सदस्य, टीकाराम चङबाङ सदस्य। यस समितिले आफ्नो 1 वर्ष समयमा बजार लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्यो। विशेष गरेर 2081 साल जेष्ठ 1 गते उद्घाटन कार्यक्रम, केलाङ, लाखे नाच साथै नृत्यको आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रममा भन्नुको अर्थ हामीले 2081 साल जेठ 1 गते हाम्रो बजार सुरु भएको दिन हो त्यो उद्घाटन कार्यक्रम। त्यति नै हामीले व्यापक गरेका थियौँ। 2081 भाद्र 1 गते लाखे जात्राको अवसरमा लाखे नाच लगायत कृष्ण अष्टमी पर्वमै कृष्ण अष्टमी नाच लगाएको थियो। मङ्सिर 30 गते र पौष 1 गते लिम्बूहरूको महान चाड चासोक्तङ नामको अवसरमा प्रायोजकहरूको सहयोग तथा समितिको आर्थिक सहयोगमा केलाङ, यालाङ, पक्लुङ, ली महिला पुरुष डोरी तान्ने, हालको वडा स्तरीय महिला पुरुष भलिबल, नृत्य, कृषि प्रदर्शनी लगायतका कार्यक्रम सञ्चालन गरिएको थियो। त्यस्तै 2081 साल माघ 1 गते लिम्बूहरूकै चाड कफेवा तङनामको प्लिज एकछिन है 2081 साल माघ 1 गते लिम्बूहरूकै चाड कफेवा तङनामको अवसरमा साबिक हाम्पाङ 7 निवासी चन्द्र अथवा हामी कैलाश भनेर चिन्छौँ कैलाश आङ्गुवाङ तथा उहाँको श्रीमती पुष्पा तेन्डे आङ्गुवाङको प्रायोजकमा केलाङ, यालाङ, यवानाच, स्याब्रु, हुर्रा, सङ्गिनी, लाखे, मारुनी, नौमती बाजा प्रदर्शन कार्यक्रम सञ्चालन व्यापक रूपमा गरिएको थियो। हाम्पाङ कृषि बजार व्यवस्थापन समितिलाई बजारमा सार्वजनिक शौचालय निर्माण गर्न गाउँपालिका वडा नम्बर 3 बाट हैन वडाको बजेट होइन नि यो पालिकाको पालिका र वडाको संयुक्त दुधिया त्यसो चाहिँ हो। गाउँपालिका र वडाको संयुक्त उसबाट चाहिँ हामीले रु 4 लाख विनियोजन भई निर्माण कार्य सम्पन्न भएको छ। भवन निर्माण समितिमा चाहिँ निम्न व्यक्तिहरूको समिति गठन गरिएको थियो। त्यसमा अध्यक्ष हिमकला गुरुङ आङ्गुवान, शान्ति बेगा खाती सचिव, आशा चङबाङ आङ्गुवान कोषाध्यक्ष, सलिजा आङ्गुवान सदस्य, स्वरूपलामी मगर सदस्य, पेमा साङ्गो बेगी तामाङ यक्सो सदस्य, सुमित्रा सामेखाम आङ्गुवान सदस्य। कृषि बजार व्यवस्थापन समितिको आय व्यय विवरण यस प्रकार छ। अब प्लिज ध्यान दिएर सुन्नु होला। सुरुदेखिको अब कतिपय कुरा पढ्दै जाँदाखेरि अब अस्पष्ट हुन सक्ला। कृषि बजार व्यवस्थापन समितिको आय विवरण यसरी छ। वार्षिक आय 2081-82 को हामीले यो सुरुमा बैठक हाम्रो यस्तै हलले नै निर्णय गरेर सुरु गरेका थियौँ। आर्थिक सङ्कलन सुरु गरेका थियौँ। यसमा के छ भने सबभन्दा पहिले 2081 1-13 वैशाख 13 गते अशोक आङ्गुवान उहाँ सल्लाहकार सदस्य हुनुहुन्छ रु 1000 सल्लाहकार, दिलकुमार यक्सो रु 1000 समितिको उपाध्यक्ष, छत्र आङ्गुवान 1000 समिति सहसचिव, मिलन यक्सो 1000 समिति, हिमकला गुरुङ आङ्गुवान 1000 समिति, सुदीप विष्ट 1000 समिति, खगेन्द्र गुरुङ 1000 समिति, सरोज यक्सो 1000 समिति भन्नाले समितिमा रहनु भएको उहाँहरूको। दीपक यक्सो 1000 समिति, रत्न राणा मगर 1000 समिति, कविता केदेन 1000 समिति, चक्रवीर मुक्तान 1000 सल्लाहकार, किशोर आङ्गुवाङ 1000 समिति, विश्व यक्सो 1000 समिति, टीकाराम चङबाङ 1000 समिति, लोकेन्द्र यक्सो 1000 समिति, दिल्ली कुमारी यक्सो 1000 समिति, हर्को यक्सो 1000 सल्लाहकार, आशा लिम्बू 1000 समिति, गङ्गा चङबाङ 1000 कटिज बापत। यो चाहिँ गङ्गा चङबाङ तल सुर्जिनी उसले चाहिँ पछि होटल गर्दाखेरि दिएको है हामीलाई 1000। जसले पहिले नगर्नेलाई चाहिँ जसले होटल गर्छ 1000 दिने भन्ने कुरा थियो व्यवसाय गर्नेलाई। गङ्गा चङबाङ भन्नाले सुर्जिनी बुहारी तल 1000। आइतराज यक्सो 10,000 आइतराज हुनाले माथि के भन्छ डाइस उहाँले चाहिँ डाइस खेलाइ बापत है। यो चाहिँ उहाँ आएर प्लेटफर्म पाउन 10,000 10,000 अनि भन्दाखेरि आइतराज यक्सो पुगेर छ। अनि गङ्गा चङबाङ फेरि यो चाहिँ अब कहिले यो चाहिँ 1 गतेसम्मको कुरा सक्यो। अब 2-15 मा आयो फेरि 2-15
गङ्गा चोङबाङ उइसुर्जे नि त्यहाँबाट चाहिँ उसले व्यवसाय गरेका त हामीले सबै व्यवसायिकहरूलाई चाहिँ रु 200 दिने त्यहाँको होटलवाला साथीहरूले चाहिँ मतलब बजारलाई भन्ने कुरा थियो। त्यसले गर्दाखेरि अब गङ्गा चोङबाङ भनेको उइसुर्जे नि बुहारी 200, विष्णुमाया साबा भनेको दिर्पलाल्ने दिदी 200, अनि याम सेम्बु 300 भनेको चाहिँ फेरि उहाँले चाहिँ रागा मासु बाँधेर चाहिँ 300 दिने गरेको थियो। हामीले निर्णय गरेको थियो समितिले नै 300, मनकुमारी आङबाङ हाम्रो साइली काकी 200, कविता केदेम 200, विश्वयक्ष 200, टिकाराम चोङबाङ 200, सुति विष्ट 10 रुपियाँ। त्यो चाहिँ उसले भाले ल्याएर बेचे बापत उसले 10 रुपियाँ, एउटा भालेको 10 रुपियाँ थियो। अनि सागसब्जीबाट टोटल त्यहाँ आउनुभएको थियो सागसब्जी बेच्नेहरू, उहाँहरूबाट सबैबाट हामीले एकमुष्ट त्यो दिन चाहिँ 140 लियौँ। भन्नुपर्दा एकजनालाई 10 रुपियाँ लिन्थ्यौँ भनेपछि 14 जना थिएछ कुरा बुझ्दा 140 आयो जम्मा। अब फेरि आयो 3-1 को कुरा, अब यो चाहिँ 2-15 को कुरा हो। 3-1 81 3-1 आइतरा चाहिँ 100 फेरि आउनुभयो। उहाँले खेल बापत 7000, गङ्गा चोङबाङले 200, विष्णुमाया साम्बा 200, याम सेम्बु 300, मनकुमारी आङबाङ 200, कविता केदेम 200, विश्वयक्ष 200, टिकाराम चोङबाङ 200, सब्जी तथा अन्य सबैबाट त्यो दिन चाहिँ 560 आयो। भाले सब्जी भाले गेम खेलाउँथ्यो के सबैबाट मुष्ट आयो 500। कुन दिन भन्दा 81 3 गते। अब आयो फेरि 81 3 15 मा आयो। याम सेम्बु उही आउनुभयो 300, गङ्गा चोङबाङ 200, विष्णुमाया साम्बा 200, मनकुमारी आङबाङ 200, कविता केदेम 200, विश्वयक्ष 200, टिकाराम चोङबाङ 200, साग सब्जीबाट सबैबाट त्यो दिन आयो 290। 81 4 1 मा आयो। अब आइतरा चाहिँ 100 त्यो दिन पनि आउनुभयो 7500, याम सेम्बु 300, गङ्गा चोङबाङ 200, विष्णुमाया साम्बा 200, मनकुमारी आङबाङ 200, कविता केदेम 200, विश्वयक्ष 200, टिकाराम चोङबाङ 200, अन्य सब्जीहरूबाट त्यो दिन 200 आयो टोटल। अब आइतरा अब आयो 4-15 मा आइतरा चाहिँ 107,000, याम सेम्बु 300, गङ्गा चोङबाङ 200, विष्णुमाया 200, मनकुमारी आङबाङ 200, कविता केदेम 200, विश्वयक्ष 200, टिकाराम चोङबाङ 200, अन्य सागसब्जी सबै टोटलबाट त्यो दिन 110 आयो। अब 5-1 गते आइतरा फेरि आउनुभयो 5000, याम सेम्बु 300, गङ्गा चोङबाङ त्यो दिन चाहिँ हामीले फेरि लाखे जात्रा सञ्चालन गरेका थियौँ र बजार कमिटीले चाहिँ हामीले निर्णय गरेका थियौँ व्यवसायहरूले 500 दिने होटल व्यवसायले भनेका थियौँ। त्यो लाखेहरूलाई चाहिँ केही खाजा स्वरूप दिनुपर्ने भएकोले गर्दा अब त्यो दिन चाहिँ उहाँले 500 दिनुभएछ। गङ्गा चोङबाङ 500, विष्णुमाया साम्बा 500, मनकुमारी आङबाङ 500, कविता केदेम 500, विश्वयक्ष 500, टिकाराम चोङबाङ 500, सागसब्जीबाट 140। अब 5-15 मा आयो। अब यो आइतरा चाहिँ 100 त्यो दिन आउनुभयो 5000, याम सेम्बु 300, गङ्गा चोङबाङ 200, विष्णुमाया साम्बा 200, मनकुमारी आङबाङ 200, कविता केदेम 200, विश्वयक्ष 200, टिकाराम चोङबाङ 200। अरू सागसब्जीहरू केहीबाट त्यो दिन हामीले उठाएको छैन। त्यस पछाडि चाहिँ अब आयो 15 गते चाहिँ 6 यो 5-15 को कुरा हो र अब 6-1 मा यो होटल व्यवसायबाट 6-15 मा चाहिँ त्यहाँदेखि सुरु भयो। अब के भयो भने 6-15 मा कुनै आय नभएको त्यो दिन हामीले कसैबाट न त मासु न त खेल न होटल व्यवसाय कोहीसँग उठाएको छैन। त्यो दिन चाहिँ 1 रुपियाँ उठाएको छैन, कुनै आय नभएको। अब आयो 7-1 को कुरा आयो। 7-1 मा मनकुमारी आङबाङ 200 होटलबाट मात्रै मनकुमारी आङबाङबाट उठाएको छ 7-1 मा, र अरू कहीँबाट कसैबाट हामीले केही उठाएको छैन, 1 रुपियाँ पनि उठाएको छैन कुनैबाट पनि। अब आयो 7-15 मा सुरु भयो। 7-15 आयो। 7-15 मा पनि कुनै आएको छैन, कोहीबाट लिएको छैन, कुनै न त खेल न मासु न होटल कहीँबाट लिएको छैन। 8-1 मा चाहिँ आइतराजले 2500 दिनुभएको छ। खेल आएर खेलाउनु भयो उहाँबाट 8-1 मा मात्रै हामीले 2500 लिएको छ भयो। अब फेरि अरू कहीँ कसैबाट लिएको छैन, होटल न मासु न केहीबाट लिएको छैन। अब आयो 8-15 मा आयो। आइतराजले फेरि त्यो दिन आउनुभएछ, उहाँले 5000 दिनुभएको छ। अनि याम सेम्बुले मासु मारे बापत 300, गङ्गा चोङबाङले 250। यो चाहिँ फेरि उयो 8-15 भन्नाले हाम्रो के हो त भन्दा अघि पनि आयो होला कुरा, के अरे त्यो दिन चाहिँ हाम्रो कार्यक्रम थियो रहेछ। अब कार्यक्रम थियो त्यसमा चाहिँ हामीले उठाएको थियो। के छ भने आइतरा आउनुभयो खेलमा 5000 दिनुभयो, याम सेम्बु 300, गङ्गा चोङबाङ 250, विष्णुमाया साम्बा 250, मनकुमारी आङबाङ 250, कविता केदेम 250, विश्वयक्ष 250। टिकाराम चोङबाङ 250। अब आयो 9-1। यो चाहिँ हाम्रो 9-1 भनेको चासक तङ्गामको दिनको कुरा आयो। अब त्यो दिन चाहिँ अब हाम्रो सम्पूर्ण अब प्रायोजकहरू उहाँ कार्यक्रम सञ्चालन गर्नलाई चाहिँ दिनुभएको रकमको विवरण यस प्रकार छ। जस्तै कुबेर चोङबाङ 25000, प्रायोजक धिरेन आङबाङ
धीरेन्द्र आङ्बुवाङ 15,000 प्रायोजक, उदय आङ्बुवाङ 5,000 प्रायोजक, सुरज फेङ 5,000 प्रायोजक, चक्रवीर मुक्तान 5,000 प्रायोजक, विश्वराज फोम्बो 5,000 प्रायोजक, विमलराज फेङ 5,000 सहयोग कार्यक्रम सञ्चालन सहयोग, चैतन्य आङ्बुवाङ 3,000 कार्यक्रम सञ्चालन सहयोग, कालिदास आङ्बुवाङ 2,500 प्रायोजक, सूर्यमानी यक्सो 2,000 सहयोग, सूर्यमानी यक्सो भनेर माथि हाम्रो वडा अध्यक्षज्यू, गङ्गा पोमु 1,000 पर हाम्रो खुवाको 1,000 सहयोग, राजकुमार चुडाल 1,000 सहयोग, हर्क यक्सो 1,000 सहयोग, आइतराज यक्सो 20,000 खेलबाट भनेर माथि भलिबल प्रवेश शुल्क चाहिँ जम्मा हामीले त्यो दिन भलिबलको खेल हामीले राखेका थियौँ, प्रतिस्पर्धात्मक खेल र सम्पूर्ण भलिबलमा खेल्न आउने टिमहरूले चाहिँ इन्ट्री फी चाहिँ टोटल तिरेको 4,500। अब आयो 9-15 को कुरा, यो 9 को कुरा हो। 9-15 आइतराज मार्फत 1,200 आइतराज 1,200 खेल खेलाको। अनि चन्द्र आङ्बुवाङ माघ 1 गतेको कुरा आयो, फेर पाङ्ना हुँदैन। अब चन्द्र आङ्बुवाङ कैलाशले 1,30,000 प्रायोजक गर्नुभएको। त्यस पछाडि अरू कोहीसँग लिएको छैन पैसा, कोहीबाट न होटल व्यवसाय न काहीँ त्यहीबाट लिएको छैन हामीले, कुनै आय नभएको अन्यबाट चाहिँ 10-15 को दिन। अब आयो 11-1 मा कुनै आए छैन, त्यो दिन पनि हामीले कसैबाट लिएको छैन, कुनैबाट लिएको छैन, आइतराजबाट पनि लिएको छैन, कहीबाट लिएको छैन। अब आयो 11-15 फेरि अब कार्यक्रम, त्यो दिन चाहिँ हाम्रो कार्यक्रम के थियो 11-15 मा विष्णुमाया साबाबाट 500, मनकुमारी आङ्बुवाङ 500, कविता केदेम 500, जम्मा हामीले लिएको त्यो दिन यति छ। अरू होटल कोर्सले दिएको छैन हामीलाई। अब आयो 12-1 गते, 12-1 गते कुनै आए छैन, बजार लाग्यो तर हामीले कसैबाट लिएको छैन, 1 रुपियाँ लिएको छैन, कहीँबाट कुनै जिरो छ हाम्रो आयो। 12-15 त्यो दिन पनि हाम्रो आयो जिरो छ, कहीँबाट लिएको छैन। अब आयो 1-1 अर्को साल लाग्यो हाम्रो 82-1-1 कुनै आए छैन, त्यो दिन पनि हामीले कसैबाट लिएको छैन, बजारले लिएको छैन। अब आयो 1-15 त्यो दिन पनि कहीँ लिएको छैन। अब आयो 1-23 गते, यो चाहिँ के थियो कार्यक्रम हाम्रो 1-23 गते गाउँपालिकाबाट केही कार्यक्रम होइन, हामीले पैसा चाहिँ यता इन्ट्री गरेको रहेछ। 1-23 मा चाहिँ जुन गाउँपालिकाले हामीलाई दिने वचन गरेको थियो, अघि नै हामी सबैसँग यो कुरा आइसकेको छ, 15,000 उनीहरूले हामीलाई छुट्याएको थियो, त्यो पैसा हामीले हाम्रो खातामा जम्मा गरेको दिन चाहिँ हाम्रो 1-23 गते 82-1-23 है, यो 82-1-23 गते चाहिँ 15,000 हामीले हाम्रो कृषि बजारको खातामा जम्मा गरेको दिन आयो, भयो जस 15,000 हाम्रो। अब आयो 2-1 गते कुनै आए छैन, 2-15 82-2-15 कुनै आए छैन, हामीसँग जिरो छ, कोहीबाट लिएको छैन। 3-1 कुनै आए छैन, लिएको छैन। 3-15 कुनै आए छैन। अब यति भइसकेपछि जति आए पर्थ्यो र टोटल हाम्रो कति आयो त्यतिसम्म भन्दा जम्मा अहिलेसम्म आएको हामीसँग पाउनु भएको रकम 81-82 को कति भन्दा 3,33,450 जम्मा टोटल हाम्रो कृषि बजारलाई सङ्कलन भएको आयो। अब आयो कृषि बजार व्यवस्थापन समितिको व्यय, अब यो चाहिँ भयो आयो। अब व्ययतर्फ के छ त भन्दा मिति 2081 साल 1-12 गते भनेको हाम्रो कार्यक्रम के कार्यक्रम थियो, समिति गठन गर्छ त्यो दिन चाहिँ हाम्रो समिति गठनमा टाढाको व्यापक थियो, हाम्रो भेला थियो यहाँनिर र टाढाको साथीले आउनु भएको थियो। आज त अब हामी नजिकका मात्रै छौँ र उहाँहरूलाई चाहिँ भेला गर्दै जाँदाखेरि समय धेरै भयो र खाना नास्ताको व्यवस्था गरेको थियो। त्यो दिन चाहिँ भनेको लगायत हाम्रो टोटलमा यो समयको गर्दाखेरि होला सहित अब त्यो दिन चाहिँ हाम्रो कति खर्च भएछ समिति गठन, चिया नास्ता खाजा आदि इत्यादि गर्दाखेरि भनेको 1,520 भयो, 1,520 खर्च भएको छ व्ययमा। सुरुमा 81-1-17 चिया बिस्कुट हाम्रो यो पतिर धारी थियो है, व्यापक घना जङ्गल थियो त्यो बजार लाउने ठाउँमा, त्यो अब के अरे फाँडफुँड पार्नुपर्ने थियो, त्यसको लागि खाजामा 1,900। अनि त्यस पछाडि खाजा 360, यो चाहिँ 360 कसलाई भन्दा जेसिबी पनि हामीले लगाएको थियौँ, त्यो त त्यस्तो थिएन, मिलाएको जेसिबी अपरेटरलाई खाजा दिँदाखेरि हामीले 360। अब त्यस पछाडि 1-12-1-22 मा 2081 1-22 को दिन रजिस्टर पेन भनेको हाम्रो खाता चाहियो। अब त्यतिखेर के गरेको थियौँ, बैठक खाता किन्नलाई 240 अनि विधान निर्माणमा 400 राणा कम्युनिकेसन हाम्रो व्ययको कुरा आउँदैछ यही पर्न छ। अब यस पछाडि आयो 81-1-22 गते उही खाता किन्यौँ हामीले 240 बैठक खाता। 1-23 सिफारिस भनेको हामीले दर्ता गर्नुपर्ने भएर वडाबाट सिफारिस लिनुपर्ने भयो 200 तिर्यौँ, सिफारिस लिएर मात्रै पालिकामा दर्ता हुने भएकोले गर्दा। अब समिति दर्ता गर्नको लागि 500 गाउँपालिकामा तिर्यौँ, छाप लगायत फोटोकपी के कागजहरू हामीले तयार गर्नुपर्ने भएकोले गर्दा 3,900 हामीले खर्च गऱ्यौँ राणा कम्युनिकेसन।
अनि मानवीर मुक्तान उसलाई चाहिँ हामीले अब त्यस पछाडि हामीले कटेजहरू निर्माण गरेका छौँ र यसको लागि बाँसहरू हामीले खरिद गरेका थियौँ। अब त्यसमा कसबाट लियौँ त भन्दा मानवीर मुक्तानबाट 800 को बाँस लियौँ, केशव याक्सोबाट 250 को बाँस लियौँ, टीकाराम दर्जी त्यस पछाडि आयो फेरि अब चित्र बुन्नुपर्ने भयो, बारबेर गर्नुपर्ने भयो। अब त्यस पछाडि हामीले मान्छे लगायौँ। अब टीकाराम दर्जी उहाँले चित्र बुन्नुभयो 1500 लानुभयो, भक्तबहादुर गुरुङले चित्र बुन्नुभयो 1500 लानुभयो, धारागर चाहिँ उहाँको नाम थाहा भएन तलतिर हाम्रो भेना उहाँले 1000 लानुभयो चित्र बुन्नलाई, विश्व याक्सोले 1000, टीकाराम चङपाङले 1000, शिवकुमार याक्सो 1400, किशोर याक्सो 1000, रोशन याक्सो 500 र अब त्यस पछाडि उहाँहरूको लागि खाजा खानाको व्यवस्था पनि हामीले गरेका थियौँ। चित्र बुन्न आउँदाखेरि बिहानदेखि आउनुहुन्थ्यो, खाजा खानाको लागि 3940 खाजा खानामा खर्च भयो। अब त्यस पछाडि आयो त्यहाँनिर के रुखहरू थियो, तिनीहरूलाई ढाल्नको लागि मेसिन लाउनु पर्यो, मेसिन लाउँदाखेरि 1000। अनि त्यस पछाडि हामीले कार्यक्रम केही नृत्य कार्यक्रम गरेका थियौँ, त्यसमा चाहिँ पुरस्कार स्वरूप 1500 दियौँ। अब खाजा पानी यो खाजा पानी चाहिँ के रहेछ 5120 खर्च भएको छ। त्यो चाहिँ ढोल तथा लाखे नाचलाई हामीले खाजा दिएको थियौँ 5120। अनि त्यो कार्यक्रममा चाहिँ बेलुन के फुटाइ थियो क्या अरे हामीसँग होइन, यहाँ बेलुन धागो भने 160 बच्चाहरूको खेल राखेका थियौँ। अनि खाजा पानी 7290 अतिथिहरूलाई। अनि पाइप हामीले हाम्रो आफ्नै पाइप चाहिँ कृषि बजारमा अहिले टाँगिरहेका छौँ, हामीसँग त्यहाँ कुनै सरकारी पाइप छैन र त्यो पाइप खरिद गऱ्यौँ हामीले, त्यो चाहिँ हाम्रो जिन्सी हो। पाइप हामीले 6000 एक पाइल पाइप खरिद गऱ्यौँ कृषि बजारले। अनि खाजा पानीमा 200, यो चाहिँ के त भन्दा पानीको उसबाट चाहिँ पोइन्टबाट त्यहाँ पानी लानलाई चाहिँ पाइप टाङ्नेलाई, अब त्यसै गर्दैन कसैले, पाइप टाङ्नेलाई खाजा दिउँ 200 को। अनि त्यस पछाडि आयो 211मा चिया 400 समिति बैठक, 81-215 खाजा 360, पानी टाङ्नेलाई उही त्यसरी पानी लाने बजारको लागि पानी टाङ्नेलाई खाजा खाना दिने खानेकुरा दिनुपर्छ, पैसा दिनुपर्छ सधैँ पनि, पानी टाङ्नेलाई दिउँ। अनि त्यस पछाडि आयो 415 खाजा पानी 540 व्यवस्थापन सम्बन्धी छलफल व्यापक गर्दाखेरि। अब आयो सुरक्षा खर्च आयो त्यही दिनको लागि कति दिन त भने 415मा सुरक्षा खर्च चाहिँ तपाईँले बुझिहाल्नुहुन्छ होला, बजार चलाउन सजिलो छैन र खेलाउन जुन हामीले भनिरहेका छौँ आइतराजले पैसा ठुलो रकम दिनुभएको छ, तर त्योभन्दा अझै बढी हामीले खर्च गर्नुपर्छ खेलाउनलाई। त्यो त अब तपाईँहरू सबै अनुभवी हुनुहुन्छ, सबैलाई याद छ होइन, सबै कुरा यहाँ लेखेर साध्य छैन। अब त्यो त एकदम के भन्नु हाम्रो बुझ्ने भाषामा गिरो हो क्या, त्यो गिरो एउटा भित्री कुटनीतिक सम्पर्क हुन्छ, त्यति यहाँ चाहिँ बुझिहाल्नु होला यहाँहरू सबैले, यसो अन्यथा नलागोस् किनभने मैले थोरै भन्न चाहिहालेँ। अब यसमा चाहिँ सुरक्षातर्फ चाहिँ हामीले खर्च गऱ्यौँ 3660 एउटै बजारमा हेर्नुहोस्। अब त्यस पछाडि आयो अब फेरि बिरु याक्सोको फेरि हामीले बाँस लियौँ केही चाहिएर 250। अनि त्यस पछाडि त्यो बाँस चाहिँ के को लागि भन्दा यो जुन सागसब्जी बेच्नेलाई एउटा थोरै केही साडी बनाऊ कि भन्ने थियो र त्यही भएर बाँस दियौँ। अब त्यो काम गर्ने मान्छेहरूलाई हामीले दियौँ फेरि नवीन याक्सो 500। अनि साइला भनेको माथि नै उसकै टिम थियो उसलाई दियौँ 500। अनि त्यहाँबाट दिनेश याक्सो उसले पनि लगै 500 हेर्नुहोस् है त्यो काम गर्ने उनीहरू। अब 419मा आयो चिया 120 समिति हाम्रो त्यहाँ छलफल थियो। अब त्यस पछाडि आयो फेरि 5-1 को कुरा सुरक्षा बापत उही, अब राम्ररी ध्यान दिएर सुन्नु होला, सुरक्षा बापत शीर्षक राखियो, तपाईँहरू सबै अवगत हुनुहुन्छ। सुरक्षा बापत 4740 विभिन्न शीर्षकहरू त्यो दिन खर्च भयो। अब पुरस्कार 1000 नृत्यलाई दिउँ, पुरस्कार अर्को 3000 लाखे नाचलाई दिउँ। अनि नास्तामा 2850 हाम्रो समीक्षा बैठकमा। अब 6-1मा आयो सुरक्षा बापत उही 800, पुरस्कार 3000। यो चाहिँ भलिबल गेम चाहिँ हामीले कम्पिटिसन प्रतिस्पर्धात्मक भलिबल खेल राखेको थियौँ त्यो दिन रहेछ 6-1मा। सुरक्षालाई 800 अनि पुरस्कारमा भलिबलको लागि 3000। सुरक्षा बापत फेरि त्यही 15 कुरा यो चाहिँ 15मा सुरक्षा बापत फेरि आयो 1800। अनि खाजामा 550, त्यस्तै नाला मर्मतको है खाजाको 550 थियो। अब आयो 330मा खाजा 2450 कविता केदेङकोमा, यो चाहिँ के त उहरूले खाएको भोलिन्टियरहरूले नै खाएको यो चाहिँ कार्यक्रम उनीहरू गर्नेले। अनि त्यस पछाडि आयो 7-1मा पुरस्कार 5,59,500, यो चाहिँ विविध कार्यक्रम। अब त्यो कार्यक्रममा हाम्रो यहाँ विवरण सबैलाई थाहा छ कुन कार्यक्रम भनेर यहाँ लेख्ने कुरा भएन। 1मा त्यति भयो। अनि बाँसमा 5000 स्टेज निर्माण, बाँस ढुवानी 3000। बाँस भनेको हामीले माथि विमलदाईबाट ल्याएको थियौँ त्यही भएर त्यसको ढुवानी खर्च। स्टेज निर्माण भनेको 15000
यो चाहिँ अब 15,000 भनेर काम गर्नेहरूले अब उहाँ चाहिँ सुभाषचन्द्रको नेतृत्वमा अघि पनि हामीले कुरा भयो जुन स्वयंसेवकहरू हुनुहुन्थ्यो 15,000 लानुभयो उहाँहरूले। अनि सिस्टम भाडा 3,000, पारिश्रमिक भने चाहिँ अब बुझ्नु होला भोलिन्टियरहरूको लागि हो, यो सबै स्वयंसेवकहरूको लागि हो। पारिश्रमिक 12,000 अनि क्यामेराम्यान 11, यो चाहिँ 1 गतेको कुरा यो चाहिँ है के अरे ए त्यो दिन पनि हामीले क्यामेरा राख्यौँ ल। अनि क्यामेराम्यान 11,000, सुरक्षा बापत 4,000 अनि ब्यानर 500, पूजा खर्च 457 रहेछ, पूजा खर्च 5,000, सामग्री अन्य 4,000। सामग्री भन्नाले त्यो खेल मैदानको लागि रहेछ, चुना मैदा टिबेक्स पानी आदि सबै कुराहरू छ। अनि अतिथि सत्कारमा 25,300 अतिथि सत्कार, अतिथि तथा कलाकारहरूलाई सम्मानको लागि खाजा पानी। अनि अब आयो 10-1 गते, सुन्नु होला 10-1 गते भनेको कफेक तङ्ग्राम, यो चाहिँ कफेक तङ्ग्राम माघे सङ्क्रान्तिको दिन आयो। पुरस्कार जम्मा 11,000, विभिन्न जातीय नाच सबै झाँकेर हामीले प्रदर्शन गरेका थियौँ। अब यसको चाहिँ अनि आयो स्वयंसेवक 5,000, सिस्टम 3,000, सिस्टम ढुवानी 3,000, स्टेसनरी 2,000, क्यामेराम्यान 8,000, खाजा नास्ता 5,070, खाजा नास्ता फेरि फाल्टु यो चाहिँ सबै खाजा नास्ता मास्तिरको 8,000 के अरे उस्तै 5,070 चाहिँ अतिथिहरूलाई खाजा नास्ता फेरि सबै कलाकार अतिथिहरूलाई टोटल गरेर स्वयंसेवक कलाकार तथा अतिथिहरूलाई अन्य अब जस्तै विभिन्न किसिमको झाँकी प्रदर्शनी त्यो सबै जातिको उहाँहरूलाई गर्दाखेरि जम्मा 30,000। अब 11-15 भलिबल पुरस्कार 1,500। अब त्यस पछाडि आयो हाम्रो अफिसियली काम अडिट खर्चमा 11,700, यो चाहिँ अडिट पान र कर चुक्ता समेत राष्ट्रिय वाणिज्य ब्याङ्क यो चाहिँ खाता खोलेको रहेछ राष्ट्रिय वाणिज्य ब्याङ्क। अडिट खर्चमा 11,700 भयो, पान र कर चुक्तामा होइन उता फ्रीमा खर्च भएको यो। र बैंक खाता खोल्दा चाहिँ हामीले जम्मा 3,000 खाता खोल्नुपर्ने अनि बैंकिङ चाहिँ कारोबार के अरे मोबाइल ब्याङ्किङ गर्दा 300 फाल्टो लागेको थियो हामीलाई है। 3,000 खाता खोलेको 300 मोबाइल ब्याङ्किङ गर्दाखेरि जम्मा राष्ट्रिय वाणिज्य ब्याङ्कमा हाम्रो खाता खोल्दा सुरुमा हामीले तिराएका थियौँ। र प्रतिवेदन तयारमा 2,000 र जम्मा गरी हामीसँग व्ययमा कति भयो त भन्दा 3,64,310 हाम्रो व्यय खर्च भएको। अब यसमा चाहिँ हाम्रो कुल आय कति छ? आय चाहिँ कति थियो त? 3,33,450 आयो, व्यय 3,62,310। अब हामीसँग मौजात भनौँ या के भनौँ, घाटा भनौँ या नाफा भनौँ, तपाईँले क्यालकुलेसन गरिहाल्नु पर्छ सबैले। कति छ हामी नाफामा छौँ कि घाटामा छौँ? ल अब भएर हामी अहिले घाटामा कति छ त? हाम्रो हाम्फाङ कृषि बजार व्यवस्थापन समिति भने 30,860 हामी घाटामा छौँ अहिलेसम्मको टोटलमा घाटामा छौँ है। अब मैले यति नै भन्दै यहाँलाई जानकारी गराएँ। एकदम अस्ति नै गर्नुपर्ने भनेर चाहिँ हामीले प्रतिवेदन तयार गरेको चाहिँ आर्थिक वर्ष सक्न साथ हो। तर हाम्रो उपस्थिति भेला पटक जमर्को गर्दा हुन नसकेर आज मैले यहाँ सामु भन्न पाएँ, एकदम खुसी लागेको छ। र लगायत हाम्रो टिम सबै हामी यसमा खुसी छौँ, यहाँ समस्या पुग्न पाइयो है। र अब यो कुरा सबैले मनन गरिसक्नु नै भयो जहाँसम्म आशा र अपेक्षा छ हामीलाई। अब हाम्रो कृषि बजार व्यवस्थापन समितिको आर्थिक सवालमा हामी यसरी रहेका छौँ। र अब यो 30,860 त्यो चाहिँ अब कसले बेहोरी रहेछ भन्ने कुरा यहाँले गेस गरिसक्नुभयो या गरिसक्नु भएको छैन है।